तेल र पानी मिसिँदैन, होइन? तर यिनलाई मिसाउन सक्ने एउटा तरिका छ भन्दाखेरि बताउनुहुन्छ? हामी सबैले देखेको छौँ, तेल तैरिन्छ र पानी तल बस्छ, कथा सकियो। तर त्यहाँ एउटा ट्विस्ट छ। हामीले खाने एउटा खानेकुरा मार्जरिनले यो नियम तोड्छ। मार्जरिनभित्र तेल पनि पानी पनि मिसिएर बसेको हुन्छ। तर कसरी? सानो मोलिक्युल जसलाई इमल्सिफायर भनिन्छ, उसलाई तेल र पानी दुवै मनपर्छ। उसको एक भागले तेल र अर्को भागले पानीलाई समातेर राख्छ। अझै रमाइलो कुरा, पानी सानो सानो टुक्रा परेको हुन्छ कि हाम्रो आँखाले देख्न सक्दैन। अनि तेलले त्यसलाई लक गरेर राख्छ, माइक्रोस्कोपिक पिंजरा जसरी। नेचुरली तेल र पानी नमिसिए पनि केमिस्ट्रीको नलेजको प्रयोग गरेर तेल र पानीलाई मिसाइएको जसरी नै राख्न सकिन्छ।